विक्रम ब्लग्स है। अनि सबैजना सन्चै हुन्छ होला, म पनि एकदम सन्चै छु हैन। अनि हामी चाहिँ उठिसक्यो हैन, टक्क मुख सुख धोएर फ्रेस भइसकेको छौँ है। अनि आज चाहिँ हामी टक्क कहाँ जान भन्दाखेरि अब हामी चाहिँ आन्टी घरमा माम घर जान लाग्यो हैन। टक्क अनि अब म चाहिँ तपाईँहरूलाई लुगा सुगा लाएर भेट्न चाहन्छु। गाइज हैन, हामी रेडी भइसक्यो कपडा सपडा लाएर। त्यही नै हो। अब यहाँ मुनि सामानहरू प्याकिङ हुँदैछ हैन। त्यही नै हो। यहाँ झोलामा चाहिँ अब सबै यहाँ खानेकुराहरू मकै प्याकिङ हुँदैछ। त्यसले गाइज म तपाईँहरूलाई अहिले हिँड्ने बेला भेट्न चाहन्छु। लगाएको छैन, हामी चाहिँ अब घरबाट टक्कै हिँडिसक्यौँ है। ए दाइरा म होइन, अनि बहिनी चाहिँ हामीलाई पुऱ्याउन लिएर गएको साइकलमा होइन। त्यही नि हो गाइज है। अब म बस आउँछ अनि टक्क बसमा जाने, अनि सिधै अब मामाको गाडीको फ्लाइट हुन्छ होइन आज। त्यही नै हो गाइज, खानासाना खाएर हिँड्ने है। त्यही नै हो। आउँदैछ नि यिनीहरू होइन, यिनीहरू आउँदैछ नि। साइकल जिन्दाबाद हो नि होइन। चला चला होइन। त्यही नै हो। अब टक्क अब 8:30 बजी गाडी आउँछ। अब हामी कति 8-19 भइसक्यो जस्तो हो। त्यही नै हो। अब हामी के भन्ने यस्तै कहाँ आउँदैन फाल्दै भयो त्यो। त्यही नै हो गाई चाहिँ अब हेरी जानु होला है। के भयो त फोन आनी 8 बजीतिर अरे जाऊ। त्यही नै हो गाइज है। अब म तपाईँहरूलाई अब टक्क गाडी स्टेसन, त्यही नै हो गाइज, म तपाईँहरूलाई गाडी स्टेसनमा गएर भेट्न चाहन्छु ल। गाइज होइन, हामी चाहिँ अब यहाँ गाडी कुरेर बसिरहेको होइन। टक्क दाइरा म चाहिँ होइन गाडी कतिखेर आउँछ त्यही नै हो है। आउने चाहिँ 8:30 बजी आउँछ होइन। टक्क हामी गाडी कुरेर खान्छौँ। अस्ति बनाएर लिएर आउँछ नि ल। त्यही हो गाइज है। अब टक्क हामी चाहिँ यहाँ टक्क कुर्दै बसिरहेको होइन। भर्खरै आइपुग्यो के कुर्नु है। ल ल त्यही हो गाइज। बस कतिखेर आउँछ थाहा छैन। यसरी बस्नुपर्छ होइन। बिहान घाम लाग्यो। त्यही नै हो। त्यही नै हो। यहाँ बाबुहरू कता हो? फर्की हेरेर होइन। टक्क यहाँ चाहिँ होइन। अस्ति चाहिँ हामी उता 1 राउन्ड यस्तरी खायो। त्यो हाम्रो घर हुँदै खाल्दै हुँदै अनि यहाँबाट 1 राउन्ड हानेर गाड्यो होइन। यहीँबाट घुम्दै आयो। त्यही नै हो गाइज है। अब घाम पनि लास्टै भयो है। त्यही नै गाइज ल, म तपाईँहरूलाई टक्क बसाएपछि भेट्न चाहन्छु। टक्क होइन गाइज होइन, गाडी आइसकेको छ। अब हामी गाडीभित्र चढ्छौँ होइन। टक्क गाइज उहाँबाट आउँदै गाडी है। त्यही नै हो है। अब टक्क यात्रा चाहिँ ठिकै हुन्छ है। गाडी आयो होइन। टक्क हेर्नु गाइज है उहाँबाट टक्क होइन गाडी आइसकेको छ गाइज है। त्यही नै हो गाइज होइन। हामी चाहिँ अब गाडीमा चढेर होइन टक्क अब बिचमा सिनहरू देखाउँदै हामी जान्छौँ है ल गाइज। गाइज हामी चाहिँ झरिसकेको छौँ है।
टक्कै गाडीबाट झरेर हामी टक्कै हिँड्छौँ अनि उहाँ ऊ भेनाजु होइन भेना चाहिँ त्यहाँ बसिरहनु भएको छ लास्टै भारी छ सामान किन गाइस है अब चाहिँ हामीलाई लास्टै ब्याग थियो गाडी आयो के भन्नु लास्ट एउटा दुई एउटा उठ्नुहोस् भेना दर्शन चुक्क यहाँ हुन्छ हाम्रो भेना होइन यो कहाँ राख्छ नि झुन्डिँदै हो भुइँमा झुकिन्छ यहाँ कहाँबाट किन छोड्नु अलि गर्दा सुरुमा गर्दा निस्केको छौँ होइन त्यही नै हो बसमा चाहिँ लास्ट अप्ठ्यारो भयो बस भने सानो मान्छे चाहिँ धेरै खोज्ने त्यही हो गाई चाहिँ हावाले गरेर केही सुने छैन तर हावाले गरेर आवाज चाहिँ जस्तो छैन होला टक्कै एउटा भित्र छिर्छौँ यहाँ हाम्रोमा टक्क होइन हो गाइज हामी टक्क घर आइपुगिसक्यौँ है टक्क ए सबजना हुन्छ बाबा ढोक्यो करे अनि ढोकिदिया हेलो नमस्ते ढोकिदिया हाम्रो गान चाहिँ टक्क होइन त्यही हो उहाँ बहिनी ढोकिदिया भन टक्क है हेर्ने है हाम्रो बहिनी यहाँ त्यही हो सबजना मोबाइल हो हाम्रो कान्छ है त्यही गाई चाहिँ अब बुवा आउँछ ल बुवा ढोक्दै यहाँ दिदी चाहिँ सुतिसक्नु भएको रहेछ होइन दिदी ढोकिदिया टक्क सुतिसक्नु भयो
अनि त्यही नै हो गाइस अब म घर आइपुगिसकेँ अब म लुगासुगा चेन्ज गर्छु अनि टक्क हातमुख धुन्छु अनि फ्रेस हुन्छु त्यही नै आजको भ्लग यति नै भन्न चाहन्छु है गाइस ल सबैले सपोर्ट गरिदिनु होला है गाइस ल बाई